नेपालको ऊर्जा क्षेत्र र सार्वजनिक विश्वासको प्रतीक मानिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको नाम हालै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलिएका अफवाहमा जोडिएको थियो। अहिले केहीले उनको राजीनामा दिएको भन्ने समाचार प्रसारित गरेका छन्। तर मन्त्री घिसिङले स्पष्ट पार्नुभएको छ, म पदबाट राजीनामा दिन लागेको छैन। उनी भन्छन् कि सामाजिक सञ्जाल र सञ्चार माध्यममा फैलिएका अफवाहले उनको ध्यानाकर्षण गरेको छ। मन्त्री घिसिङले थपे कि जेनजी पुस्ताको ऐतिहासिक आन्दोलनपछि बनेको सरकार जनताको आशा र विश्वास पूरा गर्न पूर्ण रूपमा प्रतिबद्ध छ। उहाँ 3वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै जनादेश पूरा गर्न सक्रिय रहिरहनु भएको छ। यसैबीच मन्त्री घिसिङले सर्वसाधारणलाई अविवेकी अफवाहमा विश्वास नगर्न आग्रह समेत गर्नुभएको छ। उहाँको स्पष्टीकरणले नेपाली जनतामा ऊर्जा, जिम्मेवारी र पारदर्शिताप्रति पूर्ण विश्वास जगाउने प्रयास गरेको छ।